पोलिटिकल सिचुएसन अफ नेपालको बारेमा पढ्थ्यो आउन सक्छ। ल पोलिटिक्सको बारेमा त केही पनि थाहा छैन त मलाई। अब के गर्छस् रन्डीको छोरा? अलिअलि त थाहा होला नि। मर्छु होला त्यही संसद विघटन भएको मात्र थाहा छ। किन भएको खै त्यही भित्रभित्रै केही भयो होला नि। कोसँग भयो होला? त्यही प्रचण्डसँग केही भयो होला नि। यति थाहा पाएपछि त लेख्न सकिहाल्छस् नि बढाइ चढाइ। यो प्रचण्ड त किन आएको छ त्यो नै म छक्क पर्छु। कसरी आयो नै छक्क पर्छु म त। आम्मा कसम मारिदिन्छु प्रचण्डलाई। आई प्रमिस यु गाइस। किन जङ्गिए छस् के तिमीहरू? चोर त हो, जङ्गली त हो प्रचण्ड। सोच न। चोर साला प्रचण्डको नाम सुन्नै हुन्न नि। हजारौं नेपाली मान्छे त्यसले त्यत्तिकै मारेर आएको छ, त्यत्तिकै त्यो जान्छ किचिक हाँस्छ, त्यो टिभीमा बस्छ। आजकल टिभी कसले हेर्छ म्याच? कसम यो साकारको चाहिँ होइन, साकारको क्यारेक्टर यत्तिकै नै परिसकि होइन, तर यहाँ कन्भर्सेसनमा यसरी मिलाएर राख्दैछ। माओवादी पनि नेपाली अनि आर्मी पनि नेपाली, लास्टमा त मरेको नेपाली हो नि। माओवादी त सबै यो चोर आउँदाखेरि चोर डाकाएर हो, अहिले पनि चोर नै हो। पैसा त खतरै धेरै छ भन्ने सुने थिएँ त मैले। तेरो बाउको लुटेको हो म्याच सिक्ने। ओइ भयो टपिक चेन्ज गर्यो। नेपाल हो बेकार समातेर हाल्देला नि जेलमा। आइज समात म्याच सिक्ने मलाई। कपको समातेर लगेर हामी फसेको मान्छे हो नि त। चुप्लाक भने ए हजुर खत्रै मिलाएर राखेको छ यार, खत्रै मिलाएर राखेको छ यार यो डायलगहरु। सालेहरू चुप्प लाग्यो भने कोही बोल्दैन। पिच साइलेन्स हो त्यही हो मलाई चाहिएको। सबै चुप्लाएर पढ्न थाल त खुरुखुरु। गन छ मसँग रन्डीको मान। पब्जी चलाउन जानिस् भन्दैमा के तैँले गन चलाउन जानिस् खाते? अब तेरो दाइले म्याच सिकिन तँलाई समातेर लगेन बोटमा। 17 इयर्स 18 इयर्सबाट गन बोक्ने टाइम हो। साले गन किन लिएर आइस क्लासमा? देश बनाउनको लागि। गुली र गनले देश चाहिँ होइन खरानी चाहिँ बन्छ। देश बनाउने कुरा गर्छस् खातेहरू साला। यो हाम्रो देश हो। के भन्नु अब त्यसको लागि सरी हैन, भित्रबाट सरी। डरा छ अहिले त हैन मलाई देखेर। आफूसँग राखेको। The world is run by 1%. I am 1%. सालेले आफूलाई हिटलर नै सोचेछ। सरी हो हिटलरको बारेमा नि बुझाइदिनु न। अर्को सब्जेक्टको सोध त यार मेरो टाउको दुखिसक्यो। यो हिटलरको बारेमा थाहा छ तँलाई? वार हान्ने प्लान, दुनिया प्लान। ओइ इज तँलाई के थाहा छ हिटलरको बारेमा? के थाहा छैन? के भन्नु म तिमीलाई के थाहा छैन? अर्को सब्जेक्ट नै पढ्नु पर्यो अब। मलाई थाहा छ।